ब्लग। आज म धेरै दिनपछि ब्लग बनाउँदैछु। आज म एक ठाउँ घुम्न पनि जाँदैछु, म र साथी। म त्यो पनि देखाउँछु आज। आजको ब्लग धेरै नै इन्ट्रेस्टिङ हुनेवाला छ, तपाईँहरू यो ब्लग पुरा हेरिदिनु होला। अब म निस्किँदैछु, म र ऊ साथी। अब म निस्किसकेँ रुममा म अर्को साथीलाई नै लिएँ। यहाँ अर्को मेरो साथी रहेछ। अब म अहिले जाँदैछु उता बस चढ्न। बस चढेर जानुपर्छ। आज हामी सेम्पू जाँदैछु घुम्नलाई। म र यहाँ मेरो साथीहरू छ, अर्को साथीलाई नि सँग गरेको। म आइसकेको छु अहिले गाडी चढ्ने ठाउँमा। यहाँ गाडी अहिले पाउँछ, यहाँदेखि सेम्पूसम्मको वेट गर्दैछु गाडीको। अब गाडी कतिखेर आउँछ, बस चढेर जानुपर्छ हामीलाई। सिट भेटिसक्यो, अघिदेखि उभिएर गइरहेको थिएँ। बसबाट ओर्लेर अब हिँडेर गइरहेछौँ। मेरो साथी यहाँ हिँड्न सकिरहेको छैन। यो मान्छे कुम्भ गएको थियो अरे अस्ति, अनि अहिले हिँड्न सकिरहेको छैन। कसरी हुन्छ, कसरी सेम्पू चढ्छ त्यसरी। फाइनली म आइसकेको छु सेम्पू। यहाँ हेर्न सक्नुहुन्छ, सेम्पूलाई मङ्की टेम्पल नै भन्छ। टुरिस्टहरू पनि अहिले धेरै आएको रहेछ होइन। यहाँ मेरो साथी चढ्नै सकिरहेको छैन। माथिबाट यस्तो देखिन्छ। हामी एकछिन यहाँ बस्छौँ होइन, अनि जान्छौँ माथि। यहाँ बाँदर नै छ, यहाँ हेर्न सक्नुहुन्छ कति धेरै। जब हामी फेरि माथि गइरहेको हो होइन, थाकिसकेको थिएँ, एकदिन बस्नु थालेँ। यहाँबाट हेर्नु कति राम्रो भ्यू देखिरहेछ। यहाँ बुद्धको मूर्ति रहेछ होइन। यहाँ पनि छ, हेर्न सक्नुहुन्छ मेरो पछाडि रहेछ होइन। कति सिडी छ? 274 भइसक्यो। आज टुरिस्ट नै आएको रहेछ कति धेरै। फेमस छ यो ठाउँ। गाइज, मेरो काठमाडौँमा बसेको 4 साल भयो। आज यो सेम्पू आएको मेरो फर्स्ट टाइम हो। चारैतिरबाट यहाँ बाँदरहरू कस्तो कस्तो गरिरहेछ होइन। यति धेरै बाँदरहरू छ। यसलाई मङ्की टेम्पल नै भन्छ। यो माथिबाट कस्तो राम्रो भ्यू देखियो। आइसक्यो सेम्पू। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्नु बादलले आइसक्रिम खाइरहेछ। एउटा यहाँ एक्सर्साइज गरिरहेछ। म तपाईँहरूलाई भ्यू देखाउँछु। काठमाडौँ भ्यालीको होल भ्यू देख्न सकिन्छ यहाँबाट। धारा पनि देखिन्छ। यो पोल्युसनले गर्दा अलि फ्रेस देखिरहेको छैन, नभए अझै राम्रो देखिन्थ्यो होला। अति धेरै भएको छ। तपाईँहरूलाई यहाँको चारैतिर देखाउँछु के कस्तो छ। यहाँ एउटा दिदी हुनुहुन्छ, कति धेरै सामानहरू बेच्दै हुनुहुन्छ। यहाँ आइसक्रिमको पसल छ। यहाँ पनि कति धेरै
तर रिफ्रेसमेन्टको लागि यो ठाउँ एकदम राम्रो छ। यहाँबाट भ्यूहरू एकदम राम्रो देखिन्छ। तपाईँहरू पनि आउनु होला। यहाँ माथिमा लस्सी नि पाउँछ, लस्सीको पसल छ। यहाँ जो बाँदरलाई हेर्नु कस्तो लागिरहेछ। अघिदेखि हामी फोटो लिइरहेको थियौँ होइन, त्यही भएर ब्लग सुट गरिनँ। अब म फेरि कन्टिन्यू गर्दैछु। टेम्पल रहेछ। नो फोटो प्लिज भनेको छ। यहाँ फोटो खिच्न एलाउड छैन भित्रमा। अब म एकछिन यहाँ बस्छु अनि तलतिर जाने फेरि रिटर्न हुने। खाने केही जाउँ त्यहीँ न उतातिर। भन्दैछ जाने घर। बजरङ्गी कस्तो लाग्यो यो ठाउँ? खतरा। मेरो साथी त एकपल्ट आएको रहेछ, मेरो आज फर्स्ट टाइम थियो। एकदम राम्रो लाग्यो आएर। होटल छेउ छ। अब म रिटर्न भइरहेको छु घुमेर। एकदम राम्रो लाग्यो ठाउँ। म पछाडिको बाटोबाट रिटर्न भइरहेको छु। गाइस थोरै दान पुण्य पनि गर्नुपर्छ। अब आएपछि करेन्ट लागेर दुवै खुट्टा बनेको हुँदा घर खर्च चलाउन ल बाबा अप्ठ्यारो भएको छ। हार्दिक अनुरोध गर आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू भाडाको लागि मात्र हो मोतीबिन्दु दियो भने फेरि जान पनि हिँडेर जानुपर्छ। सो मोस्ट अट्र्याक्टिभ प्लेस इन द वर्ल्ड। धेरै राम्रो झुमरहरू छ। यो जब आफ्नो घर बनाउने तब लाग्ने। यहाँ शिवजीको पनि पोस्टरहरू कति राम्रो पाउँछ। सिबी छ होइन, अगाडिकोबाट आउँदा धेरै सिबी थियो। यहाँ कस्तो राम्रो पाउँछ सामानहरू। हामीलाई केही चाहिएको छैन अहिले। यहाँ पनि एउटा सानो स्टुपा रहेछ। के भयो बज्यो नि? हुन्छ कति ठुलो घन्टी रहेछ। घन्टी जय घन्टी बालेन दाई। पैसा फेकत रे पहिला। अब हामी यो माथि गइरहेको छौँ। अब माथि के छ हेर्नलाई। म आइसकेको छु यहाँ माथितिर। मेरो पछाडि हेर्न सक्नुहुन्छ। यो पनि बुद्धको स्टुपा हो। सानो एकदम राम्रो छ। यस्तो अब म रिटर्न भइरहेको छु यो माथिबाट। मैले धेरै कुरा क्याप्चर गरेको छु। मेरो साथीले भन्दैछ यो बसमा जाने रे, यो टुरिस्टको बस हो अनि यहाँबाट फेरि जाँदैछु गाडी चढ्नलाई। सेम्बोबाट रिटर्न भइसक्यो हामी। अहिले म आइसकेको छु खाजा खानलाई। भोक लागिसकेको थियो एकदम। हिँड्दा बाटोमा हामी खाजा खानु अर्डर गरेको छौँ। अब आउँछ एकछिनमा। क्याफेमा पेन्टिङ कस्तो राम्रो छ। यो ह्यान्डमेड होला सायद। आएर म निस्किसकेँ। यहाँ गाडी चढ्छु होइन। यो गाडीमा जानुपर्छ। कुनैसम्म जान्छ होला। आइसकेँ टेम्पो घुमेर। अब म रुम गइरहेको छु। भर्खर बसबाट ओर्लिएँ।
अनि के भन्छ आज लास्ट रमाइलो भयो तपाईँहरू पुरा ब्लग हेर्नु होला राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु बाई बाई